गाइज आज चाहिँ मैले होइन घरमै मोमो पकाएको। आज चाहिँ मेरो छोरी सोम्याले मोमो घरमै बनाएको होइन। यो चाहिँ केमा बनाएको भने नि फेरि उयो दुलो दुलो गरेको हुन्छ नि एउटा उयो आडी टाइपको क्या आडी त्यो उयो छान्ने त्यसमा पकाएको मैले चाहिँ यो होइन। त्यसमा पकाएको त्यसमा चाहिँ अब पानी उसिनेको अनि पानी उसिनेर त्यो छाक्ने हुन्छ नि थुपाहरू छाक्नेमा पकाएको क्या। किनभने हाम्रोमा मोमो पकाउने भाँडा चाहिँ छैन होइन। अब किन भन्नु लजाउनु होइन छैन। अनि हामी चाहिँ प्राय हामी खाँदा चाहिँ अरूको गाउँको दिदीहरूको त्यसरी मागेर लिएर खान्छौँ नि त बनाएर खान्छौँ। अनि आज त मेरो छोरीले खोइ के भएर आज अनि मोमो बनाएको छ हेर्नु न। अनि मोमो चाहिँ यस्तो खालको मोमो बनाएको छ। अनि के हो मलाई टाढो भइसक्यो यहाँ यस्तो सेतो ठुलो टाढो भइसक्यो खानुको लागि। अनि यस्तो बनाएको छ। यो अचार पनि बनाएको छ। तित्रीको अचारै तित्रीको अचार हेर्नु त अनि टमाटर भेटेन नि। ल गाइज खाएको ल फर्स्ट बाइट खाएँ ल खायौँ ल। तपाईँसँग चाहिँ तपाईँ राख्नु न अमिलो छ के काँचै छ त त्यो यो नखानु भनेको हेर्नु न मोमो यत्रो बनाएको छ। यो त भोलिपछि होटल खोल्यो भने त मान्छे त तपाईँसँग त उयो हुन्छ नि त नि के हुन्छ मेरो उयो पनि के हुन्छ त्यहाँ मोमो चाहिँ देखाएको छु फेरि। मोमो चाहिँ हुन्छ मोमो चाहिँ हामीले फेरि नदेखाएको छौँ कि मोमो चाहिँ यस्तो छ हेरौँ। मोमो चाहिँ एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा 8-9वटा पायो 10वटा पायो हो र। मैले सुनेर खाएँ तपाईँलाई दिएँ एउटा अहिले राम्रो भएछ नि। एक प्लेट मोमो घरमा बसी यसमा के हाल्छ बन्दाकोपी अनि प्याज मसुनी हालेको सुँगुरको नखाउँ हौ किन नठाउनु। सुँगुरको मासु कहाँ छ भन्नु त कस्तो मिठो छ साथीहरू कस्तो मिठो। यस्तो मिठो त कहीँ पनि छैन र। तपाईँहरू पनि खानु मन लाग्छ भने आउनुहोस् हो। सिधै कहाँ आउनु नि धरान सोह्रमा आउनुहोस्। मेरो समयले होटल खोल्छ अनि त्यो होटलमा खाना खानु ल साथीहरू। मान्छे कतिलाई यस्तोहरू मन पर्दैन होला होइन। मलाई त यस्तो खासै मन पर्दैन। मेरो छोरीले बनाएको मोमो हेर्नु त यो त कुन हो। यो चाहिँ मेरो स्टाइल है मेरो खाने त्यो चाहिँ मेरो यहाँ त उसको स्टाइलहरू यो त यस्तो खालको त मोमो त मैले खाएको देखेको छुइनँ होइन। हेर्नु त यो त कोक्रो जस्तो छ त नि सानो बच्चाको कोक्रो गिफ्ट ऱ्याप गर्छ नि त बो बनाउँछ नि बो त्यसो छ आयो त्यसो बनाएको मैले मैले त्यसै खोजेको थिएँ भएन ल खाएँ ल खानु त खान तानी म खान्छु नि। खानु सबै खान्छु। हाम्रो यो त नयाँ आइडी हो। अर्को नि आइडी छ अर्को आइडी पनि आइडी त्यसमा त खासै भ्युज आउँदैन। अब यसमा चाहिँ हाम्रो नयाँ यो चाहिँ आफै बोलेर हाल्ने निर्णय छु हाम्रो छोरीको हाम्रो परिवारको भनेर यस्तो भिडियोहरू हालेको छौँ। खाइसक्न आँटेको अब एउटा छ हेर्नुहोस् त। यति मिठो छ के को भनेर चाहिँ तित्रीको किन भनिसकेको त के भने अहिले मेरो गाइज अनि होइन सबैको गरेको चटपटेमा राख्नेको सबै गाइज म चाहिँ होटल खोल्छु। म चाहिँ चटपटे दोकान खोल्नु मन छ होइन। अनि तब अहिले खोलिराख्नु छ चटपटे दोकान आउनु होला धरानचरा नौले बस्तीमा खाना यति मिठो बनाउनुहुन्छ मेरो यति मिठो। तर आज चाहिँ नखोलेको किनभने यस्तो ग्यास्ट्रिक भएर होइन। हाफ खाने हेर्नु न यो हाफ खाने र हाफ ठिकै छ केही छैन होइन। खाऊँ न त अब आमा छोरी भएर कान्छीलाई छैन नि अनिले मेरो छोरीलाई कस्तो मिस गरिरहेको छु खाने कुरामा। मेरो छोरी कान्छी छोरी मेरो कान्छी तेरो राख्दैन अनि तेरो राख्दै त मेरो छोरी चाहिँ स्कुल गएको छ कान्छी छोरी चाहिँ। ल यो चाहिँ लास्ट पाइट है। कस्तो मिठो पाएको कस्तो
ग्यासको चाहिँ सर्टेज छ र पनि हामीले दाउरा पनि छैन के पकाउनु मलाई भोक लाग्छ कि लाग्दैन म मान्छु किन बिहान उठेर होइन बिहान उठेँ अनि एकचोटि खाएँ भात फेरि एकचोटि खाएँ अघि भर्खर खाएँ त्यति थियो तपाईँको त्यति मात्रै खाएको मैले 4 थाल मात्रै भात जति नै खाए पनि त्यस्तै हुन्छ जति खानु 4 थाल मात्रै खाएको नि फेरि मैले यो त हाम्रो पूजा हो चटपटी म चटपटी पनि बेच्छु नि त अनि आज चाहिँ नबेच्नु पऱ्यो भनेको आज अलिक कस्तो ग्यास्ट्रिक हुन्छ क्या मलाई यति धेरै ग्यास्ट्रिक परेर त्यही भएर आज चाहिँ चटपटी बिक्री नगर्ने भनेको अब घाम चाहिँ यति धेरै घाम लागिरहेछ अब घरमै पनि बेच्नु सक्छु हाम्रो उता बेचेन भने मान्छेहरू घरमै आइपुग्छन् कति मिठो छ मेरो मम्मीको चटपटी छ नि कता मेरो छ यो चाहिँ किन नखाएको यो पनि यस्तो छ ल हुन्छ खाइसक्यौ ल हुन्छ अब हामीले खाइसक्यौँ यो चाहिँ नखाने अरे मेरो छोरीले धेरै अमिलो छ भन्दा पनि खान्छ यो पनि सोर साह्रै बनाएर खान्छ यसमा ल हुन्छ ल हुन्छ गाइस सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएको धन्यवाद ल हुन्छ सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद अब आउने भिडियोहरुमा पनि यसरी नै हेरिराख्नुहोस् पछि यसरी भिडियो ल्याउनेछौँ खाएको रहेको हाम्रो नि हेर्दिनु यो च्यानलमा यो आइडीमा चाहिँ साथ सपोर्ट गरिदिनु होला ल धन्यवाद फलो गरिदिनुहोस् सबैजनाले माया गरिदिनुहोस् हामीको परिवारको निम्ति ल हुन्छ बाई बाई